सदस्य प्रभु शाह, समय 3 मिनट। त्यसपछि माननीय सदस्य अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, लघुवित्त पीडितहरू आज निरन्तर सडकमा छन्। म सरकारसँग सोध्न चाहन्छु, लघुवित्त पीडितसँग गरिएको सम्झौता किन कार्यान्वयन गर्नु भएन? आजभन्दा झन्डै 1 वर्ष अगाडि सरकारले लघुवित्त पीडितसँग सम्झौता गरेको थियो। वास्तविक पीडितलाई पहिचान गर्न कार्यदल गठन गरेको थियो। डिप्युटी गभर्नरको नेतृत्वमा गठित कार्यदलले गत असाढमै प्रतिवेदन दियो। यो प्रतिवेदन किन सार्वजनिक गरिएन म सरकारसँग सोध्न चाहन्छु। त्यो प्रतिवेदन कार्यान्वयन नगरेकै कारण आज लाखौँ कालो सूचीमा परेका वृद्ध वृद्धाहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेका छैनन्। विधवाहरूले सामाजिक सुरक्षा भत्ता पाएन। अपाङ्गहरूले सरकारले दिएको सुविधाबाट वञ्चित हुनु पर्यो। यसको जवाब सरकारले दिने कि नदिने? आज सरकारको गैर जिम्मेवार भूमिकाका कारण हाम्रा वृद्ध वृद्धाहरू पीडित हुनु परेको र पुरै लाखौँ लघुवित्त पीडितहरू अन्यलग्रस्त भएको र आज सडकमा आइरहेका छन्। हामी हेर्छौँ शासकलाई केही भने छिटो सुनवाई हुन्छ। एउटा सिङ्गल व्यक्तिले प्ले कार्ड लिएर उभियो भने मिडियाको ब्यानर न्युज बन्छ, संसद तात्छ, सरकारले तुरुन्तै सम्बोधन गर्छ। तर आज लाखौँ गरिबहरूले आफ्ना घर बेघर भएर आफ्ना बच्चाहरूलाई भोकै छोडेर काठमाडौँमा भौतारी राख्दा, महिनौँ काठमाडौँमा ठाउँ ठाउँमा न्याय मागिराख्दा, वर्षौँदेखि यसरी लडिराख्दा संवेदनशीलहीन हुन मिल्छ कि मिल्दैन? म सोध्न चाहन्छु, यो सरकार सिर्फ बिचौलिया र लुटेराको हो कि आम नेपाली जनताको हो? यदि आम नेपाली जनताको हो भने यो लाखौँ जनताको जो पीडित छन्, जो पीडित बनाइएको छ, लुटिएको छ, तिनीहरूको मार्कामा किन आफू जिम्मेवार हुन सक्दैन? यदि न्याय सबैलाई चाहिन्छ भने लघुवित्त पीडितलाई पनि न्याय चाहिन्छ नि। हामी हेरिरहेछौँ लघुवित्तवालाहरूले मन परी शुल्कहरू लगाएर जो 15% 10% लिने कानुनको 3 गुणा बढाएका छन्। इमर्जेन्सी शुल्क, सेवा शुल्क, बिमा शुल्क, बचत शुल्क, के शुल्कहरू दर्जाउनु बनाउने लघुवित्त पछि फेरि सरकारको एउटा कानुन हुनु पर्थ्यो। सबैलाई एक ढङ्गको काम समान लागू हुनु पर्नुको सट्टा अलग अलग कानुन बनाएर अलग अलग शुल्क लगाएर गरिबहरूलाई लुट्ने र त्यसको पहिचान गरिसक्दा पनि सरकारले त पहिचान गर्यो। डिप्युटी सिएमकै नेतृत्वमा, गभर्नरकै नेतृत्वमा गरिसकेपछि त्यसको कार्यान्वयन गर्नु पर्थ्यो नि। तर आज सरकार गैर जिम्मेवार भएर जसरी कानमा तेल हालेर सुतेका छन्, यसले हाम्रो पुरै अर्थतन्त्रलाई चौपट बनाएको छ। मानवता माथि नै एउटा प्रश्नचिन्ह खडा गरेको छ। र म भन्न चाहन्छु यो सम्मानित संसदलाई कि यो हामी संवेदनहीन भएका हौँ के मानवता मरेको हो? होइन भने यो लघुवित्त पीडितहरूको सुनवाई होस् र उहाँसँग गरिएको सम्झौता कार्यान्वयन होस्। आज हामी झुठो मुद्दामा फँसेका, झुठो फुसामा लगाएर मान्छेलाई दुखित बनाइरहेको हामी हेरिरहेछौँ। जो पीडित हो त्यसलाई न्याय दिनुपर्ने हो, ठग हो त्यसलाई कारवाही गर्नुपर्ने हो। तर आज ठगहरू मजाले घुमिरहेका, जो पीडित छन् त्यो मुद्दा खेपिरहेका, सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भइरहेको यो स्थिति सामान्य होइन। यो अन्यायपूर्ण स्थितिको छिटो अन्त होस् भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य डाक्टर अमरेश कुमार सिंह, समय 3 मिनट। त्यसपछि माननीय सदस्य राजेन्द्र कुमार केसी। सम्मानीय सभामुख महोदय, अहिले म सरकारसँग आग्रह गर्न चाहन्छु कि नेपाली जनताले न्याय पाउने कि नपाउने। मैले यो किन भन्न बाध्य भएँ भने बसबरिया गाउँपालिकाको वडा कार्यालय र त्यहाँको विद्यालयले एउटा बेहोराको पत्र सबै ठाउँमा पठाएछ। प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रीजीको नाउँमा, प्रधानमन्त्रीको नाउँमा, वातावरण मन्त्रीको नाउँमा, अख्तियारमा पनि र सर्लाहीकै 4 जना सांसदलाई छुट्टै 2टा पत्र प्राप्त भएछ। तर कहीँ नसुहाए भएपछि मैले आज सदनको जानकारी गराउन चाहन्छु। संयोगले सरकारका गृहमन्त्रीजी पनि यहीँ हुनुहुन्छ, माननीय गृहमन्त्रीजीले त्यो सुनिदिनु होला। अनि बसबरिया 3 मा सम्मानीय प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौँ, उपरोक्त सम्बन्धमा यो छ कि बसबरिया गापा 3 कोठियार स्थित रहेको अभिनव वासिङ क्रसर सञ्चालन रहेको सञ्चालनबाट उत्पन्न धुलो कोलाहलबाट 50 मिटरमा रहेका जनता प्रावि स्कुल छ। हाल बसबरिया 3 विद्यार्थीहरूको धुलो र कोलाहलबाट कान नसुन्ने गरी पठन पाठन अवरुद्ध भएको विद्यार्थीहरूमा आउने क्रममा भई विद्यालय बन्द हुने अवस्थामा पुगेको। 20 मिटरको दूरीमा सफी माईको मन्दिर दिनदिनै धुलोले मन्दिर पूजामा अवरुद्ध रहेको। मन्दिर पूजा गर्ने पुजारी नरहेको। 100 मिटरको दूरीमा कोठियारको बासिन्दालाई बालीदेखि वृद्धसम्मको
बालबालिकादेखि वृद्धसम्मको स्वास्थ्य समस्या परेको र खानेकुरादेखि सुकाउने समेतमा धुले धुल परेको उद्योगबाट सडकको दुवै छेउमा राखेको सो बाटो अवरोध हुन साथै दुर्घटना समेत हुने हुँदा उपरोक्त कुराहरूलाई मध्यनजर गरी सो उद्योग तुरन्त बन्द गरिदिनु हुन सिफारिसको साथ अनुरोध गर्छु। यो त्यहाँको वडा कार्यालयको वडाध्यक्षको पत्र हो। त्यस्तै सेम बेहोराको पत्र अनि विद्यालयले पनि लेखाएको छ। म सेम बेहोराको पत्र त्यो पढाउन चाहँदैन। र त्यसमा अर्को कुरा के भएछ भने त्यहाँ एउटा पत्रकार त्यो न लोकल बासिन्दाले त्यसलाई चिनिया थियो, गए त्यहाँ फोटो खिच्न भिडियो खिच्न गए। जो पत्रकारलाई इन्टरभ्यू दिएछ त्यसलाई डाका मुद्दा लागेको छ। मैले म तराईमा बसेको मान्छे, त्यहाँ धेरै डाका लाग्ने मेरो क्षेत्र थियो पुरानो अवस्थामा। तर डाका राति लाग्छ, दिउँसो 10 बजे 11 बजे 12 बजे डाकैती भएको मैले सुनेको थिएन, किन मेरो पनि उमेर 55 वर्ष भयो र मैले संयोगले भारतको सिमाना र बागमती निधारको बागमती किनारको बासिन्दा हो, त्यहीँको नागरिक हो, त्यहीँको जनप्रतिनिधि पनि हो। तर मैले यो प्रशासनको कुरा बुझ्न सकिनँ कि दिउँसो कसैले इन्टरभ्यू दिने बित्तिकै यहीँ अरू दुईवटा मान्य यहीँ हुनुहुन्छ सर्लाहीको 3 नम्बर र 4 नम्बरको हुन्छ। संयोगले 2 नम्बर 4 को म आफै छु, 3 नम्बरको हुनुहुन्छ, 1 नम्बरको हुन्छ, 2 नम्बरको हुनुहुन्छ, उनीहरू देख्न पाइन्न। 4 जना हामी प्रधानमन्त्रीलाई पनि 3 जनाले डेलिगेसन गए, गृहमन्त्रीलाई पनि भने, तर त्यो डाका मुद्दा लगाएर त्यो गाउँलेहरू भागाभाग छ। कोही काठमाडौँमा आएर बसेको छ, कोही भारततिर गएर बसेको छ। यो कस्तो चलिरहेछ? जसले राजस्व पनि नतिर्ने, उल्टे उसको करोडौँको रक्सी तस्करी हुन्छ। बिहारमा त्यहाँ उसको त्यही मान्छेको रक्सी पनि तस्करी हुने, त्यही मान्छेको गिटिकस पनि तस्करी हुने। रक्सीमा अन्तःशुल्क 60% छ डिस्टिलरीमा, त्यो 60% राजस्व मारेर यो कहाँको न्याय काम भइरहेछ? किनकि बिहारमा सेल्स एन्ड प्रोडक्सन बन्द छ, तर पिउने त बन्द छैन, सबै हाम्रै नेपालबाट बोर्डरतिरबाट गइरहेछ। त्यसको खासियत एउटै छ कि भ्रष्टाचारबाट सुप्रिम कोर्टबाट अन्तिम सजाय पाएको छ, तर काङ्ग्रेसले भन्छ कि त्यो सभापति हटाउनु मिल्दैन, यो हाम्रो सिरमोर हो। बिपी कोइरालाको पहिचान यसैले कायम राख्छ र त्यसलाई आज त्यसले जो बोल्छ त्यसको विरुद्धमा त्यसलाई मुद्दा लगाउँछ। हामी जनप्रतिनिधिलाई कहिले ढुङ्गा मुरा गर्छ, तर मुद्दा दर्ता हुँदैन। त्यसलाई प्रश्न पनि सोध्दैन कि किन ढुङ्गा मुरा भयो।